म घरदेखि निस्किए गाइज हैन, तर म मायासँग भिडियो बनाउनु बिर्सिहालेँ के। उतैबाट म भिडियो बनाउनु बिर्सिहालेँ हैन। यही म हिँडिरहेको छु हैन, घरदेखि निस्किहालेँ। आज ठ्याक्क 2082 1 महिना 3 गते हो आज हैन। 3 गते घरबाट निस्केको छु म आमाहरूको अनि घरमा अब घरप्रति दिदीहरूको भिडियो बनाउँला भनेको। कस्तो बिर्सिरहेको भने म त अहिले जेठेढुङ्गा पुगेर याद आइरहेको छ हैन। घरदेखि निस्किसके त गाइज हैन, यो माथिको जेठढुङ्गा के हो हैन। अब जाँदैछु गाइज हैन, अब धेरै टाढा जाँदैछु हैन। त्यो त अब कहाँ जाँदैछु के गर्दैछु हैन, त्यो अब बिस्तारै हेरिहाल्नुहुन्छ हैन। अब त्यो हेर्न सक्नुहुन्छ हैन। त्यो खल्ला पानी हो गाइज हैन, त्यो खल्ला पानी हो। मैले त्यो बसौटी हो हैन, गाडीहरू त्यहीँ आउने हो। अहिले गाडीवालालाई नि फोन गरिसकेको छु हैन। त्यो गाइज हैन, यो हाम्रो गाउँको गाडी हो हैन। अब आफ्नो गाडी मतलब अब आफ्नो गाउँको गाडीमा अब चढियो हैन। अब जाँदैछु। यो चाहिँ गोगनको बाटो हो, गोगनको बाटो हैन। बाटो एकदम खतरनाक छ हैन। ठिक छ, कहाँ हो यार के जान्न छ। हाम्रो गाउँको बाटो लास्टै डेन्जर छ नि, फेरि यहाँ हेर्न सक्नुहुन्छ। यस्तो मोडहरू छ सानो है। यो चाहिँ उमालेदेखि तल र अनि कलेनाको ठ्याक्क माथि हो हैन गाइस। त्यो गाइस हैन, आलिताल पुगियो हैन। अब यहाँ दिदीलाई भेट्न गइरहेको छु हैन। आलिताल पुगियो ठ्याक्क, यहाँ हेर्न सक्नुहुन्छ। यो आलितालको रोड हो गाइस हैन। दिदीसँग ठ्याक्क भेट भयो अहिले। डोगरे बारी बुइमा बस्न कति धेरै गाई। यसको मौसम त यस्तै हुन्छ, दुईजना लिन्छ। यस्तै हुन्छ, बोक्न सक्नु पर्यो नि। के ल्याउँछस्? मौसम र ऊ मात्रै छ, अमला। अरू के ल्याउने त्यसमा के छैन। अब तनाव छ गाइज हैन। यहाँ आलिताल पुग्यो। अब यहाँदेखि फेरि अझ गोदाम गएर फेरि त्यहाँ गाडीमा बसेर हैन अब हिँड्नु पर्ने छ। कहाँ चल्न छ भन्ने कुरो फेरि अहिले खुल्दैन यो कुरो चाहिँ, सिधा कुरा हैन। दिदी यहाँ हेर्नु, युट्युबमा भिडियो आउने हो, हेर्नु नि हो कि नै? हेर्दैन म। किन? लाज नभनाइ त हेर्नु। खै के पठाउनु भयो त? खै देखाउँदा जाऊ त्यो अमला त मैले टिपी आउँथ्यो। राम्रो त गरिस् नि अनि। यो त मौसम छ, बाजुले ल त्यही खाना रहेछ त। मैले टिपी आउँछ नि। मिठो छ गाई। म चाहिँ हिँडिहालेँ। भन्सार आएर टिकट पनि काटिसकेको। 3500 रुपियाँ भाडो लाग्यो होइन। 3500 रुपियाँ भाडो लाग्यो। अब यहाँदेखि अब पलियासम्म जाने रे। अनि पलियाहरू टिकट पनि पाइसकेँ मैले होइन। एकदम हिसाबले गइरहेको छु। यो गौरीफन्टा के अरे के भन्छ, यो गौरीफन्टा हो खै के हो यो? त्यो गाडी होइन, पलियाको गाडीमा बसिसकेँ। पलियाको गाडीमा बसिसकेँ। अब कति बेला हिँड्छ थाहा भएन होइन। पलिया गाडीमा बसिसकेँ। अब यहाँदेखि अब हिँड्नलाई अब एकछिनमा रेडी हो होइन। अब टक्क मजाले अब पैसा चाहिँ पुग्छ कि पुग्दैन त्यो कमाइ छ, तनाव छ। जे जस्तो भयो भने त्यो गाडी पलिया पुग्यो होइन। पलिया यो अब बेङ्गलोरको गाडी हो। टोइलेटको पर्खाइमा छौँ गाइज होइन। अब टोइलेट साइड ब्रुस गर्दा यताउति गर्दा खाना खाँदा यताउति टाइम लाग्दो रहेछ होइन। यो हामी कुन ठाउँ पुग्यो थाहा भएन होइन। हिजो 3 गते म घरबाट हिँडेको थिएँ, आज 4 गते हो होइन। 4 गते चाहिँ अब अलिक टाढै पुगिसकेको छु होइन। नेपालबाट अलिक धेरै टाढा पुगिसकेको छु। अब यहाँ हेर्न सक्नुहुन्छ यो खाना ठाउँमा त्यो देखिने बस हाम्रो यो फेरि होइन, त्यो बस
हेलो गाइज, आज 5 गते होइन नेपालको यी अल्छीहरू सुतेछन् होइन। हामी त उठेर पनि कति गफ गरेर पनि होइन के गरिसक्यौँ, मजाले अझ दोस्रोचोटि पल्टिसक्यौँ होइन। सब सुतेका छन्, अगाडि पछाडि सब। कल गरेर फेरि यहाँ अब कुन ठाउँ हो? हैदराबाद यो कुन ठाउँ रे? हैदराबादमा छौँ होइन। यहाँ बिरयानी फेमस छ होइन। अब यहाँ बिरयानी खानलाई चाहिँ रुकेका छौँ होइन। यहाँ साथीहरू छन् केटाहरू होइन। एउटा यहाँ टक्क मजाले यहाँ होटलको चाहिँ लुक्स यस्तो छ होइन, टक्क राम्रो छ, यहाँ देख्न सक्छौँ होइन। 4 जना छौँ यहाँ, फेरि पुरा लजाएर क्या फेरि पहिला अब यहाँ हाम्रो थालीहरू लागिसकेको छ होइन। अब के हालिन्छ थाहा छैन होइन। यहाँ सलादहरू छ टक्क होइन। त्यो बिरयानी आइसक्यो होइन, टक्क मजाले अब यो भयो होइन। एकदमै यस्तो यस्तो हुँदो रहेछ होइन। अब सबको बिरयानीमा हालिदिएको छ। अरूभन्दा राम्रो आउँछ अरे होइन। केटाहरूले सुरु गरिसक्यो होइन। मस्त छ ल होइन। यहाँ टक्क मजाले खै के हो थाहा छैन होइन। टक्क ल चेस ल सबैजना ल। यहाँ दुध दहीहरू खै के हो ल गाइज होइन। हामी चाहिँ अब खाना सुरु गऱ्यौँ होइन। कस्तो छ के छ होइन टक्क होइन। त्यो गाइज होइन यही होटेल हो होइन। त्यो हैदराबादमा यही होटेल हो। यस्तो राम्रो होइन, यस्तो राम्रो रिस्पेक्ट गरेर बोल्ने होइन। एकदम राम्रो थियो, मस्त थियो होइन। हामीले त खाएर पनि आइसकेको होइन। सबैजनाले हामीले खाएर आइसक्यौँ होइन। मस्त छ होइन। जे जस्तो भए पनि ठिकै छ। कस्तो लाग्यो बोबा? ल तिमीलाई कस्तो लाग्यो? तिमीलाई चाहिँ ल सबले बोबा लाग्यो होइन। मस्त लाग्यो एकदम। सस्तो पनि होइन, मिठो पनि मस्त थियो। सस्तो मस्त एकदम राम्रो थियो। नाम देखाइसकेँ। त्यो होटेल हो है। अनि ओनर चाहिँ त्यहीँ हुनुहुन्छ। ओनर पनि एकदम रेस्पेक्ट हिसाबले बोल्नु हुँदो रहेछ। खुसी लाग्यो ल भन्दै गाइज होइन। गाडी चाहिँ यहीँ छ, तपाईँहरू पनि आउनु सक्नुहुन्छ। अब गाइज यहाँ होइन, यहाँ क्लास चलिरहेको छ यहाँ गाडीमा होइन। गाडीमा यहाँ हेर्न सक्नुहुन्छ होइन। पुरा पास चलिरहेको छ, सब हेरिरहेको छ क्या फेरि। दर्शकहरूलाई अरे आऊ न हान्ने त नि कर्बिने भन्दा हामी लागि 50 किन्दा यार 100 रुपियाँ आइसीको पास लिएर आएको होइन। हामीले मिलेर अब यहाँ खेल्ने मान्छे यति भयो कि खेल्ने मान्छे होइन। पुरै सकियो क्या। पुरा हामी वल्ला बढी भयो क्या। परि सबले परि खेल्नलाई फेरि ऊ अर्को सिटको मान्छे यहाँ आएर होइन। यहाँ हेर्नु सक्नुहुन्छ पेलाबेल भइसकेको छ। पेलाबेल उल्लार हुने सम्भावना चारजना ठ्याक्कै छ क्या। उताका सिट नगर बस्नु त्यहाँका सिट नगर। यहाँ पुरा मान्छे पुरा कोचाकोची भइसक्यो होइन। पछाडि 4 जना सिट हो फेरि है। 4 जना सिटमा यहाँ हेर्न सक्नुहुन्छ। हामी यति छौँ कि के भइरहेछ थाहा छैन। अनि टेक्ने फेरि उसमा अनि अगाडि सब मान्छे हेर्दैछ फेरि यता होइन। टक्क मजाले रमाइलो छ। 4 जना मात्रै। एउटा 2टा 3टा 4वटा यहाँ खेल्ने भन्नु छ त। तपाईँ खेल्नु नि हो? तपाईँ खेल्ने बेला आउनु त म त्यहाँ जान्छु। अनि हाम्रो गेम पुग्न 1 घण्टा लाग्छ। सिकुलान त अनि हामीहरु 60 रुपैयाँ 60 खान्छ भने 60 रुपैयाँ कि 100 रुपैयाँ? 60 100 रुपैयाँ भने 4 जना मात्रै हुन्छ क्या गोल ब्रेक। यो 60 मात्र 60 15 20 25 मात्र भन्नु लाग्यो। 25 सय हुन्छ नि त नि 25 50 100 150 गरौँ। ऊ दाइ त जति नै हालिदिन्छ। डिलर हो त। डिलर हो नि हेर्न सक्नुहुन्छ फेरि। पहिला सुरु पहिला यो फेरि लास्ट सिट हो होइन। लास्ट सिटमा तनाव छ। यहाँ हेर्न सक्नुहुन्छ होइन। पापान चाहिँ आएको हो। पापान चाहिँ 25 45 45 गरौँ। आयो हामी आयो।
पुरा पानी परेको छ होइन पानी परेको छ यो हैदराबाद पछिको हो है यो खै के ठाउँ हो अब यो कर्नाटक हो गाइस कर्नाटक पाइने तो गाइस पानी परेर बहुत डेन्जर छ होइन यहाँ हेर्न सक्नुहुन्छ सिंगल लोड आएर हुँदैन डबल लोड भयो नि त फेरि पानी आउँछ उताबाट ओ भाइ मारो मुझे मारो भाउ लाउने भन्नुभयो यो दिशा पिसाबको लागि वेटिङमा हो क्या सबैजना यहाँ पछाडि यहाँ हेर्न सक्नुहुन्छ पुरा लाइन लागेको छ तर के त अनि केही देखिँदैन त हो निलो भइके लाग्छ पेसाब रे भाइ पुरा जाम छ जाम यहाँ पुरा होइन भिडभाड छ यहाँ पुरा अब सब एक्साइटेड छ होइन पुरा मान्छेहरू पुरा अब हाँसिरहेछ गाइरहेछ बुलिरहेछ यहाँ हेर्न सक्नुहुन्छ जानको लागि सब रेडी भइसकेका छन् त्यहाँ अगाडि होइन बेङ्गलोर पुगिसकेका छौँ नि त हाम्रो अझ 10-12 किलोमिटर मात्र बाँकी छ अब होइन अब यी केटाहरू सब छ होइन यी सब झोलाहरू सब रेडी बनाइसके गरिरहेछन् होइन त्यो देख्न सक्नुहुन्छ मलाई सबले पागल बनाइदियो कि म्याजेस्टिकसम्म जान्छ अरे होइन लास्टमा अब यहाँ कुन ठाउँ यो कुन ठाउँ रे माधवपुर भने खोइ कुन ठाउँ त्यही झर्नुपर्ने भयो होइन अब तनाव छ गाइज होइन सब झरिसक्यो होइन लास्ट अब म्याजेस्टिकसम्म जान्छ भनेर म त बसेँ होइन यो साथीहरूले सबले छोडेर गइसक्यो सब गइसक्यो होइन अल टोटली पुरा खाली भइसक्यो ओके म ल्याएको ल ल ल हिँड्नु यहाँ हेर्न सक्नुहुन्छ सब झरिसक्यो ल गाइज होइन बेङ्गलोर पुग्यो फाइनली ल यो चाहिँ पठाउ गाइज पठाउमा छु अहिले म पठाउ बाइकमा दाइको रुममा जाँदैछु मतलब कि अब दाइको रुममा जाँदैछु गाइज 6 बजी हामीलाई बेङ्गलोर फालेको थियो गाडीले होइन अनि बेङ्गलोर झरेर अनि त्यसपछि बाइक साइक बुक गरेर होइन यहाँ दाजुले यताउति सिकाउनु भयो अनि बाइक बुक सुक गरेर अनि त्यसपछि टक्क मजाले बाइकमा दाइलाई भेट गरेर अनि दाइ त ड्युटीमा हुनुहुन्थ्यो ड्युटीमा सँगै बस्यौँ होइन अनि नास्ता खायौँ होइन अनि त्यसपछि आएर चाहिँ टक्क मजाले कोठामा छौँ होइन मजाले भ्याजी कोठामा छौँ 2 भाइ मात्रै छौँ होइन अनि त्यसपछि भिडियो चाहिँ राम्रोसँग बनाउनु पाएको छैन गाइज होइन अब भिडियो बनाइहाल्यो त अनि अब कहीँ बनाएर हालिदिउँ न त भन्ने मात्रै हो होइन दाजु हुनुहुन्छ हाम्रो होइन अनि भोलिदेखि अब ड्युटी जोइन हो म चाहिँ प्योर बेङ्गलोरमा छु होइन चाउचाउहरू ल्याएको छु चाउचाउहरू खाँदैछौँ 2 भाइले होइन अब त केही ल्याएन गाइज नेपालबाट होइन मेगासिप त खान पाएन पैसा नपुग्यो र होइन त्यस्तो छ अनि काइले भाउजू चाहिँ अब मैले सरप्राइज भनेको थिएँ सरप्राइज यही हुनेवाला छ तपाईँहरूलाई होइन सायद तपाईँले थाहा पनि पाइसक्नु भएको छ कि मैले चाहिँ भने होइन मैले चाहिँ घरै छु भनेको छु र तपाईँहरू अहिले भिडियो हेरेपछि खै कतिको के भन्नुहुन्छ अब त्यो पछाडि थाहा हुन्छ भन्दै गाइज होइन अब भिडियो चाहिँ राम्रोसँग बनाउनु पाएको छैन होइन जे जस्तो भए पनि गाइज ल भन्दै है